र आजको न्यू डे विथ न्यू ब्लग भइसकेको छ एउटा बारेमा अनि के भन्छ अरे मैले चाहिँ हिजै स्टार्ट त गरेको थिएँ कि तर एन्ड चाहिँ भएको थिएन अनि कस्तो गुड न्युज अनि आज चाहिँ गुड न्युज पनि छ होइन हाम्रो हुँ गरेर भनौँला अब के हो कसो हो गुड न्युज चाहिँ अब फेरि भन्नु फेरि फाइनली न्यू बेबी इज कमिङ अनि दाइको चाहिँ अब नयाँ छोरा भइसकेको छ सो गाइज आजको फुल ब्लग नै हाम्रो न्यू बेबीको हुनेछ सो न्यू बेबी आइसकेको छ घरमा अनि न्यू बेबीलाई हामीले हेर्न जानेछौँ अनि सो भिडियो चाहिँ पुरा हेर्नु होला लडिक सेक्रा अब सिधा अनि मुख नधोएर होला होइन अति भन्दा पनि अति देखियो कि मुख त धोएको हो कि तर दारी काट्न पाएन जस्तै हेर्न दामी गोरो लडिक सेकेर अब चाहिँ हामी जानु लाग्यो होइन घरतर्फ बनी हेलो भन मेरो भ्लग मन नपर्ने के अब चाहिँ हामी घर जानु लाग्यो अनि यो चाहिँ माथिको बाटो भयो अब यहाँनिर चाहिँ हामी यो चाहिँ नयाँ बाटो हो अनि बाटोको बिचमा चाहिँ सेतो सेतो लाइट पनि छ यो चाहिँ किनभने वे गरौँ है अनि यहाँ चाहिँ हाम्रो भाइरल चाहिँ पसल छ बाटो चाहिँ यो भयो हाम्रो बाटो त एकदम साङ्ग्रो छ होइन साङ्ग्रो छ उताबाट गाडी आउँछ अलि यताबाट हिँड्नु साइकल आउँछ अटो पनि छैछ बच्चाहरू चाहिँ खेल्दै अब त्यहाँ लाग्न सक्छ फेरि तिनीहरू भाग्छ फेरि स्पेसल भ्लगमा न्यू बेबी कन्टेन्ट फोटो पनि खिचै फोटो कसको न्यू बेबीको ओके लडिक छ गाइस अहिले चाहिँ हामी फाइनली घर आइसकेको अवस्था छ होइन के भन्नु लडिक छ अब अहिले भेटौँला अब लडिक छ केटा अब चाहिँ हामी खानासाना खानु लाग्यो होइन मैले घर किन्न आएको भने आज चाहिँ हाम्रो उता त्यो छोरीको होइन छोरा हो कि छोरीको के पाउनु हो मैले त्यो पनि थाहा छैन उता पनि नरान थियो अनि मम्मी चाहिँ उता जानुभएको थियो अर्कोपुर अनि म चाहिँ घर नगएर यहाँ दाइकै घर खाएर यहीँ बस्छु अन्त अनि चाहिँ आज चाहिँ हामी चाहिँ हाइड एन्ड सिक गेम पनि छ त्यो चाहिँ दाइको च्यानलमा आउँछ कुन च्यानलमा आउँछ दाइ विष्णु बिके 1 2 लडिक छ हेरिदिनु होला अरू सिक्रा हामीलाई चाहिँ फेरि जानुपर्ने भयो कहाँ भने हामीलाई चाहिँ अब गेम खेल्न जान्छ हाइड एन्ड सिक गेम अनि माइक साइक सबै हाम्रै घर हो होइन अनि लामबाटे चाहिँ आउँदैछ हिँडिसक्यो आयो त्यो बाटोमा आउँदैछ त्यही अनि हामी चाहिँ 1 2 3 4 5 जना छौँ होइन 5 जना चाहिँ खेल्छौँ आज के देख्न पर्यो कि मैले यार के देख्न पर्यो यस्तो तँलाई फोन फ्रिजमा हालेर के गर्नु खोजेको तिमीहरूले टाटो भयो कि अब कुलर छैन हामीसित हेर्न त यहाँ फोनलाई फ्रिजमा के भन्छ पब्जी खेल्ने बेलामा नि यस्तो त्यही त नि बेला बेलामा हुन्छ भनेको त्यस्तो मजाले त्यो चल्दै नचल्ने होइन बेला बेलामा हुँदैन कसको यो मम्मीको हो कि पुरानो फोन लडिक सिकेर अब चाहिँ हामी जङ्गलतिर हन्टिङ हान्न हिँडिसकेका छौँ हाइड एन्ड सिक गेम चाहिँ हाम्रो विष्णु बिके 1 2 मा आउनेछ गाइस अनि मेरो छोरो पनि आइसकेको छ मेरो स्पेसल छोरो होइन छोरो ए रे ती लडिक सेक्रा अब खै हामी चाहिँ लोकेसन भेटाएन अहिलेसम्म चाहिँ लोकेसनतिरै गएर भेटौँ पागे होइन मासला सो हेलो गाइस तपाईहरुलाई स्वागत छ हाम्रो आजको एनोदर गेममा आई होप सबैजना सन्चो हुनुहुन्छ होला सो आजको गेम चाहिँ हाम्रो हिडन ट्यालेन्ट रहेको हिडन ट्यालेन्ट हो ताली हैन सरी गाइस आज हामी हिडन ट्यालेन्ट खेल्दैछौँ सो हिडन ट्यालेन्ट हो त्यो भने सो आजको गेम चाहिँ हाम्रो हाइड एन्ड सिक रहेको छ अहिले गाइस हामीले एरिया तोकेको छौँ है यो जंगलमा चाहिँ एकदम डरलाग्दो पनि छ अनि यता देख जंगल देखाएर नि अनि गाइस
यो गेमको डुम चाहिँ म रहेको छु मैले चाहिँ यिनीहरूलाई खोज्नु पर्ने छ 45 45 मिनटमा यदि 45 मिनट मैले खोज्न सकेन भने पनिसमेन्ट पनिसमेन्ट मैले पाउनुहुन्छ होला रेडी गाइज रेडी ल को टिममेटमा आपका टिम टिम सिम के एक एक छैन लुक्न नि पाएन कि टिमहरू र यता छ म पनि है फेरि खेल्नु जाउँ त्यो त फ्याङ्की खान्ने ल लडिसक्यो अन भइसक्यो सो डुम चाहिँ म भएको छु म चाहिँ 100 गर्ने छु 100 गरेर तल गर्दै चाहिँ लुक्छ रेडी ल तिमीहरू यहाँबाट बोल्दै जाऊ हो त कहाँ हाने हो तल म उतै बस्नु उही तलै पुग्नु पर्यो भिडियो अन गरेन ओके ए अन गरेन भिडियो भिडियो त राम्रै आउनु अगाडि फ्रन्ट के हुनु यतिकै छु ठिक छ यतिकै ठिक छ ल तिरमा गाउँदा म आम्पा गाफिन पर्यो आइज ह यता आउनु यता गएर खोज्ने कि बिस्तारै चिली ल केटा अब यहाँ बसेर प्लान गरौँ को हामी जान पाउने ठाउँ ढुङ्गा भन्दा भन्दै चाहिँ नि यार त्यहाँ सजिलो हुन्थ्यो यार यस्तो कोपी परेको यही हो लामो ल खै कहाँ लुक्ने केटा ए रुख माथि रुक्नु पर्छ कि हा कालदाल तर्साउने के कालदाल हल्का हल्का तर्साउने के तर्साउने त्यो लास्ट डट बक्स तर्सिन्छ मलाई यो त भूत कुरान कि पत्ताको भाइ मेरोमा चार्ज छैन 39 छ लाग्यो ल अलिअलि भन्नु ल ल ल खै कता कता लुक्ने खै कहाँ मा के जङ्गल जङ्गल चढ्न सक्छस् लामो सर्वहरू हुन्छ कस्तो रातो रातो कमिलाहरू हुन्छ कि लडेको सेडा कहाँ लुक्ने हो र लामो गयो कि त यता तल जानु तल यो रुपा नि का के त थाहा खतरा हैन पक्छु ए दाडी हेर्नु न म गएँ भाइ तिमी छक्का मार खाएर ल यार लगेडा एकजना यहाँ लुक्नु हुन्छ ल यो भाइ लुक्छ लुक्दै भाइ लुक्छ हामी हिँड्नु छोरो ल हामी माथि यिनीहरूलाई यहाँ लुकाइसकेको छौँ हामीले दुईजना सँगै नलुका केटा एकजना यहाँ लुकेपछि एकजना उतै टाढातिर लुका कतै यता यता मिल्दैन यता लुका यता तिमी यो ढुङ्गा लुकाऊ यो रुपा फेरि दुईजना एक ठाउँमा बसी जान्छ कि भाइ यहाँ लुक भाइ यहाँ आयो तिमी म यो ढुङ्गा यहाँ उयो ढुङ्गा पछाडि यो ढुङ्गा पछाडि लुक देख्यौ नि ठाउँ ल भाइ तिमी यहाँ लुक है आयो भने यता नबस्छ अलि यता यतातिर बस्छ आउनु लाग्यो यो तल के भाइ यो दाइ यता यो आयो ढुङ्गा तल यहाँ बस्नु यहाँ भनेको ल्याउँछ यहाँ बस्छ यहाँ बस्छ भनेको। एकजना है ल एकजना चाहिँ त्यतातिर गयो एकजना चाहिँ यहाँ बस्छ भाइ तर हामी चाहिँ भाइ फर्केर आउँछ नि न देखेन अलि यता ढुङ्गातिर बस्न ढुङ्गा पछाडि बस्नु भाइ मेरो मुहाले गयो यार फेरि लाग्यो फेरि तल 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 यताको साथी गरे ल ओहो उता झाडीमा घुसिन्छ नि त्यहाँ ए रोक हम बगत रो ओइ आयो कि चुला यता बस ओइ त्यहाँ रुखको बजार छ त्यही बस सागन लाग्यो चलेन त्यत्रो फोन दाइ भने मुला फसेर लाग्यो फुट्यो कति फुट्यो खै डिस्प्ले नि गयो खत्तम मुला चुला नबोल
हाम्रो वाले गएको नि भेट लुक केटा लुक लामो यहाँ लुकेको हिमाथि देखेँ यो रुखको पछाडि जान्छु भनेको झ्याप्पै भेट्यो मैले चाहिँ सक्दिनँ जस्तो लाग्यो फाइनली यो चेपागाडामा भेटेँ केटी झन् 30मा सुरु भएको भनेपछि अर्को 10 मिनट अब 1:15 हजुरको टाइम छ केटा 1:15 लुगा मस्त यहाँ आउँदा उता त छैन मजा 4 जना छ भनेपछि कता कता डिभाइड हानेर हामीले सबैले एकचोटि डिभाइड गरेर जस्तो लाग्छ मलाई त्यहाँ त्यो दुईवटा त डराउँछ एकै ठाउँमा छ उनीहरू यतिवटा हाम फाल्छ ओ लुका 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 भिडियो गरा केटा लुका भिडियो गरा लुका कसरी कसरी तयार म पक्रिने मान्छे त ए भेटे 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 उले ओ आयो आयो ओ आयो आयो के भाग ओ भाग भाग त्यो त छ कन्फ्युज हान्ने चाहिँ मलाई लाग्दैन लाडिक सेक्रा इसान थियो हावा 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 इसान भन्यो हावा इसान भन्यो यतातिर इसान छँदै छैन उता इसान लामबाटे भेट्यो लामबाटे भेट्यो लामबाटे भेट्यो लामबाटे नि यतै थियो ओ भाग्यो 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 खर 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 आयो 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 केटा आयो 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 मैले इसान यता छैन भनेर यता गयो इसान यता यस्तो थियो कि म किन पक्रेको भने म पक्रेपछि नै बल्ल यो मान्छेलाई यस्तो डिस्ट्र्याक्ट गर्न सक्छु कि किनकि हो त्यही भएर अब मैले अघिमा यो त गयो बेला लामबाटेलाई झन्डै भेट्थ्यो तर म यता आएँ नि त यता आएर यहाँ के भन्यो जस्तो गरेँ अनि खुद यता आएर यता खोज्न आइदियो थिएँ माइन्ड गेम Fuck you. केटा लुङ्गी डान्स गराउनु पर्छ लुङ्गी डान्स नआएछ सो गाइज म चाहिँ लुङ्गा नाच्छु त्यसैलाई भएछ त्यसैलाई भएछ गाइज कुरो निकाल्दै बस्नु पऱ्यो कुरै कुरो लाग्यो गाइज
कति बज्यो चलो भाइ कति बज्यो आज यस्तो भिड छ गाइस उठो त चिचेर त्यो चिचेर गाइस रोटी चिचेर काल्दा चाहिँ यहाँ त्यो गरेर फकाइरह सरप्राइज गिफ्ट दिन्छु भन्दै के भन्दै हाम्रो यहाँ बाहिर निकाल्नु काले जाँदा चाहिँ यहाँ त्यो भन्दै हामीलाई उस गर्न खोजिरह तर हामी निस्किनेवाला छैनौँ हामीलाई गिफ्ट पनि छैन हामीलाई पनिसमेन्ट मात्र दिन हामीलाई खतरा पनिसमेन्ट दिन अब जम्मा 15 मिनट बाँकी छ टाइम ओभर होइन ऊ त्यो चिचेर बोक्सी छ चिचेर चर्सन मात्र खोज्छ यहाँ कमरा टोक्छु घन्टो होला तर म पनिसमेन्ट दिन्छु कमरा टोक्छु कपडा कुरो होला के हो मुर्गी भएको थियो गाछ हामी चाहिँ बाहिर हामीले सो गाइस हामीले जितिसकेको छ हामीले जितिसकेको छ क्या हेर्छ ढुङ्गा तल ढुङ्गा तल गाइस जितिसकेको छ हामीले चाहिँ यो त सिरीमा आउट गरेन कि हामी चाहिँ ढुङ्गामा बस्यो एक ठाउँ बस्यो यसकै वरिपरि हिँड्न सक्यो हो र तिम्रो वरिपरि नजिक नजिक त सबैजना आयो त क्लोज कस्तो यार त तल कस्तो गुनगुन आवाज आइरहेको थियो खै देखाएको तेरो फोन उसको यो भाइको फोन चाहिँ गाइस मेरो मोबाइल बिग्रिसक्यो फाइनल गाइज मैले साउडली भन्न पर्दाखेरि म क्विट गरेको छु यताले कुइट टान्नु भयो त समाते कम चपकाडालाई के म त जान सबैको त्यो त जाको त जान्दैन सबैको म तैयार छोरीलाई मेरो साइडमा म थिएँ आज रुममा म थिएँ आज मोलसम्म त थाकिसकेको थिएँ म त्यस्तो हो फेरि दुईजना सँगै छ नि त हामी पक्रिनु तेरो मलाई पक्रिन्छ भनेर भाग्दै थिएँ म चाहिँ ल गाइज त्यही भएको कुरो होइन आजको हाम्रो हाइड एन्ड सिक पनि खतम भएको छ मैले एकजनालाई ध्यान यता 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 आउनै सक्दैन कति कति मिनेट यता हुँदैन लडेको सुरुमै मोबाइलमा आएकोसँग अफ नगर्ने न हेर्नु चाक परि चाहिँ लडेर मेरो वरिपरि घुमाइदियो तपाईँको वरिपरि लडिसकेर अब हाम्रो पर्मिसन हामी चाहिँ गेम जितिसकेको छ यो चाहिँ मैले भ्लगमा हाल्छु भ्लगको लागि फेरि उमा हाल्दिनँ होला युट्युबमा आजकोमा हाल्दिनँ त्यो हो कुरो काहीँ चाहिँ म हुनुपर्ने कि मा यस्तो जान खोजिदिन्थ्यो ए ईशान हाम्रो फुलैतिर गयो है ए म एउटा त यो जहाँ सुरुमा थिएँ त्यहाँ पनि दिएको थिएँ म त अनि यिनीहरू पनि त्यही थियो होला इसान चाहिँ बरु अलिक सरेको थियो यसलाई राउटी एकचोटि बोलेको सुनिस् होला अनि यस्तो हो दुईजना सँगै थियो हामी एकै ठाउँमा बसिरहेको थियो मलाई चिबिले पछि हामी छुट्टेको हो फेरि हाम्रो यो फिजिकल 5 जना छ भने नेक्स्ट टाइम चाहिँ 8-10 जना आउनु लामो च्यालेन्ज त हाल्नु पर्यो त हजुरले के कुरा घुमाएको यो च्यालेन्ज के रे जाम सोमबार बजार मान्नु परिहाल्यो नि अनि आज सोमबार हो आज शनिबार ल भनेपछि के ल अहिले मेसी फ्यान देखा नि केटा बिना बिना एम्पायरको बिना रेफ्रीको भिडियोमा भन्दै त्यतिकै मेसी फ्यानहरू यस्तो हुन्छ है भिडियोमा सुनिहाल्नु
फिगर खेल्न सक्ने नसक्ने एकदम धेरै भ्युज आउनु भएको त पनिसमेन्ट गरेर रहनु 100 100 200 भ्युज नि धेरै हो 100 भ्युज पनिसमेन्ट गर्यो भने त बेच्दै हुन्छ त के बिजनेस छैन अनि स्टार्टिङमा मेहनत गर्नुपर्छ नि थाहा मिस्टर बिसले 250 कडा 200 मिलियन एउटा कलर फ्याम हाम्रो चाहिँ जितेको अवसरमा चाहिँ यी बल्ल एउटा कोक मात्र खायो यही पनि कनी कनी यति भयो हुन्छ होला होइन यही पनि कनी कनी के हो पुग्छ कि नै ल कुन त्यो सानो चाहिँ त्यो अस्मिता तपाईँ किन्छ खै त्यो पुगा यो नो ल चेयर्स त ल आजको हाम्रो सक्सेस पार्टी चेस खाऊ ल कस्तो मिठो रहेछ मलाई लामपाटे चाहिँ धेरै मिहिनेत गर्छ मान्छे एकचोटि खाने बित्तिकै ढाबा आयो गर्न नि गरे बिचरा फोन फुटाले लडिसकेको अब त केही नि भन्नु छैन So alright fam, thank you so much for watching this video. Don't forget to like and subscribe. Video राम्रो लाग्यो like, comment, share र subscribe गर्नु होला हैन। अनि त्यो अनि मेरो त अब यो त सुरुमा मैले भन्थे नि हिजो भ्लग स्टार्ट गर्थेँ हिजोको भ्लग चाहिँ म अब अर्कोचोटि नै हाल्छु र यो भ्लग चाहिँ म चाँडै भन्दा चाँडै हाल्छु हैन। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो फेरि पनि अनि न्यू बेबीको भिडियो चाहिँ म अर्को पार्ट 2 मा हाल्ने पार्ट 2 भन्दा म अर्को भ्लगमा हाल्नेवाला छु। यति भन्दै भिडियो एन्ड गरौँ। बाई बाई जय नेपाल।